गाइज आज महाशिवरात्रि विशेष आज भिडियो गराउनु गइरहेको छु। आज सर्ट भ्लग। आज भजन कीर्तन गाजाको तालमा नाचेको अनि भाङडुचेर खाएको के कस्तो हुन्छ अनि तलकडा आज म भिडियो गराउँदैछु हैन। वेलकम ब्याक टु माई च्यानल मिस्टर खत्री भ्लग्स। लागि चाहिँ आज हाम्रो घरभन्दा तल हल्का तल छ हैन, त्यहाँ जानु लागेको कि त्यहाँ हुन्छ। म अब घरबाट निस्किनु आएँ। यहाँ व्रत लिएको मान्छेले अझै खाना खानु भएन। अहिले कति बज्यो? 1 बज्यो अझै खानु भएन, भात खाँदै हुनुहुन्छ यहाँ। हाम्रो दाजुले भात खानु भएन अझै। व्रत भोलि खानु अरे, भोलि खानु अरे, आज खानु अरे होइन। त्यही कुरो मिलाएर कुरो बुझ्नुहोस्। अब म चाहिँ अब भजन कीर्तनमा जान लाग्छु। मम्मी र भाउजू चाहिँ मेरो आमा के खानु खोइ कालचिया छ। कालचिया आज भैँसीले दुध्याएन, त्यही भएर कालचिया खानु लाउँछ मम्मीले चाहिँ। भैँसी दुनु गएको चाहिँ म हुँ। आज ढिला उठेछ कि, आज ढिला उठेछ भाउजू, त्यो लातानी हालो। भोलि अलिक चाँडै उठ्नु पर्ला। हिजो राति अलिक धेरै बेरसम्म काम गऱ्यो, 12 बजीसम्म उठ्नु सकेन। त्यसपछि भैँसीले बिहान रिस उठेर दुध्याएन। घाम लागेपछि काट्यो, यस्तो काट्यो भैँसीले होइन। मम्मीले चाहिँ अब के सुनिन्छ अरे, मम्मीले अब भजन सुनिन्छ अरे, भजन लगाइदिन्छ मम्मीले चाहिँ। मम्मीले त मम्मीको ऊ चाहिँ मेरो दाइ है, नाच्न आमा भिङ्ग्रीबाट। ओइ त गइनस् हेरिस् सङ्गीतलाई रुख, म भजन लगाइदिन्छु पक। हेलो गाइज, आज महादेव भक्तको महान चाडपर्व है, महाशिवरात्रि आज। त्यसको अवसरमा आज सानो सानो भलो गराउनु गइरहेको छु मैले है। आज के कस्तो हुन्छ होइन भन्ने कुरो धेरैलाई जिज्ञासा हुन्छ कि, त्यसको लागि म भलो गराउनु गइरहेको छु। यो चाहिँ मेरो घर हो है। अब हामी चाहिँ जानु रेडी छौँ। त्यहाँ चिया खाँदै हुनुहुन्छ। अहिले कति बज्यो? अहिलेको घडीमा तपाईँको 1 बजिसकेको छ। 1 बजीसम्म केही कसैले के खेल्नु भएन। मम्मीहरू चाहिँ त्यहाँ भजन सुनिरहनु भएको छ। अनि चाहिँ अब गइन्छ। जाउँ त अब गाइज हामीहरू अब शिवरात्रि मेला हेर्न जान लागेको छ। शिवरात्रि मेला चाहिँ हाम्रो घरभन्दा आधा घन्टाको दूरीमा छ होइन। शिव मन्दिरमा जानुपर्छ कि मेला हेर्न चाहिँ। आज भाङ खाने, धतुरो खाने, गाजा खाने किसिम हुन्छ होइन। कति पागल भएर सुते आउँछन्, कति होइन मुर्छा परे आउँछन्। ए त्यही भएर हो। ए मैले बाइक निकाल्यो, अब चाहिँ हामी गइन्छ। ल गयो ल, जानु जाँदैन। ओ दाइ हुँ यहीँ नाच्नु ला, उहाँहरू कति नाच्ने हो ल। यो घरबाट छुट्टी भयो होइन, जान लाग्यो। लगभग हामी चाहिँ अब बाटोतर्फ लाग्यो। बाटो फेरि हल्का डेन्जर छ कि हाम्रोतिर होइन। हामी चाहिँ तल खोलामा हो, तल हो। बाजा त बजाएन नि त यार, बाजा सुनिन्छ कि त्यो गहिरामा। त्यहाँ गहिरो छ है। ऊ तल सेरा, त्यहाँ चाहिँ सेरामा हुन्छ होइन। उता पर आँट्यौँ, त्यहाँ आँटी गएर पल्ला भाइ माथि पूर्णाङ्क भइगयो, माथि लुङ भइगयो। यहाँ फेरि ठुलै पहिरो गएको छ हेर्नुहोस्। ए यहाँ त भयङ्कर पहिरो छ यहाँ। यता जाने त होइन, यता बाइक घुमाउनु आएको, मोड्नु पुगेर दाइले बाइक घुमाउनु आएको। हेलमेट लगाएन यसले यो, तर गाइजहरू होइन हेलमेट लाउनु पर्छ। यसले चाहिँ दाइले अब सब हेलमेट चोरिन्छन् भनेर लगाएको होइन, तर हेलमेट चाहिँ लाउनु पर्छ गाइज है, आफ्नो सेफ्टीको लागि हो। के भन्नु छ हेलमेटको बारेमा? के गर्छ गाडी यसले? पहिरो लाग्छ नि त, पहिरो त हिँडिरहेको छु घरि गाइज। यसलाई चाहिँ पहिरो हो होइन, यो ठुलै पहिरो गर्छ। तपाईँहरू जान खाएर बाइक चलाउनु पर्छ नि, यहाँ चाहिँ हल्का ध्यान दिएर चलाउनु होला है। घुम्ती पनि सानो छ, साँगुरो छ घुम्ती, ध्यान दिएर चलाउनु होला गाइज। ओ
शिरमा चन्द्र गलामा नाग भोलेनाथ तिमी त्रिलोकनाथ बेलपत्र चढाई आँखा चिम्लिए नाम जप्दा शान्त भयो सास नमः शिवाय ओम नमः शिवाय डमरू बज्यो जाग्यो रुद्रको नामले सास भाग्यो धरती कम्छ आकाश डगमग अब आउँदैछ ताण्डव रक्क त्यस्तै छ होइन पुल चाहिँ बन्छ भन्नु त्यो थाहा छैन होइन पुरै बराबर ए खाली खाली ल ल ए अर्का ठाउँ पुगेर गइरु रहेछ कि हामी जाति ए उहाँको त राम्रो रहेछ भाइ ल ल शिवरात्रि हो आजको घर भस्म रुद्राक्ष आस्था अमर महादेव नै सत्य सुन्दर ओम नमः शिवाय दुनो राखी छोड्दै ओम नमः शिवाय लगभग त्यहाँ भजन कीर्तन चाहिँ भइरहेको रहेछ होइन त्यहाँ चाहिँ भजन चाहिँ मजाले भइरहेछ मान्छे नाचिरहन् भजनमा मान्छे कमै छन् होइन आउँदैछन् परबाट मान्छेहरू मान्छे आउँदैछन् होइन यो चाहिँ हाम्रो मन्दिर शिव मन्दिर यहाँ चाहिँ गुफा पनि छ होइन गुफा जानुपर्छ अहिले किन पहिला के छ
बाला आज फोटो हेर्ने एक वर्ष पहिलेको कस्तो दिन्छ अरे यसलाई गोट्टा भन्दा रहेछ कि आज सेपको गोटाको होला यो साइन लगा आजको सेप होइन होला होला गोटो कहाँ यस्तो हुन्छ कालो हुन्छ गोटो त गाइस अब हामी होइन त्यो माथि के अरे यो रसमय गुफाको के अरे अनुगमन के भन्छन् त्यसलाई अनुगमन सिनेमालाई के भन्छन् प्रवेश प्रवेश गर्न गइरहेको छ हामी होइन हाम्रो टिमले चाहिँ यो लगाइज अब हामी अब त्यो गुफातिर होइन गइरहेको छ होइन गुफा के कस्तो छ हजुरलाई त्यहाँ गएर देखाउँछौँ हामीले गुफा होइन त्यो गुफामा पहिला चाहिँ त्यो गुफाभित्र छिरेर पानी सानी ल्याउँथे भनी चाहिँ हल्ला छ अहिले चाहिँ त्यो पुर्यो अरे गुफा तर कहाँसम्म पुग्छ के छ त्यही गरेर यसो हेरिन्छ मान्छे पनि छन् हल्का है गाइस गुफामा आइयो होइन लगभग चाहिँ यसभित्र मान्छे टन्नै हुनुहुन्छ होला सायद चप्पल चाहिँ टन्नै छ गुफा चाहिँ यो है गाइस अब हामी यो रहस्यमय गुफाभित्र छिर्ने क्रम जारी हुन्छ होइन यो चाहिँ हाम्रो टिम हो यी सबै रेडी छन् सबै रेडी पोजिसनमा होइन यो ल सबै केटाहरू रेडी छन् ल सुमनले भुँडी देखाइसक्यो ल म रेडी छु भनेर बाजा बजाइसक्यो सुमनले ल 1 by 1 जाउँ म चाहिँ नि छोड्नुपर्छ पर्दैन जुत्ता मात्र होइन ल लगायो होइन को छ भित्र कुब्रा भाइ सबैलाई हो सबैको नाममा विशेष चढाइ हुन्छ ल बच्चासँग पनि भित्र छिर्नु भयो रहेछ उहाँ सासी हुनु रहेछ उहाँ चाहिँ ए केटारी मात्र छिर्नु भयो रहेछ भित्र चाहिँ है भेटी पनि ल रेडी पारिसकेँ ल अङ्कल म पनि प्रवेश गर ल त्यहाँ छु त्यहाँ फेरि म ठ्याक्क आउँछु ल रबेट गर्दै ल
हिँड कि छिर लौ छिर न गइसक्यो जानु म पनि छिरेँ भगवान्लाई उ गरेर चाँडै जति जान पाइयोस् माग्यो दर्शन गरी भगवान्को हो र भित्र छिरेन है होइन सकिन्छ यार जान्न गाडी ओके किन जानियो गाडी ओइ जान त सकिन्न कि होइन माथि अझ रहेछ त जान सकिन्न फाइनली गुफाभित्र छिरायो यार अवलोकन खोइ गाँटी नाप्न लागि नगर उही तल गएछ उही माथि गयो 25 मिटर गरे है भित्र 25 मिटर भन्दा बढी गयो ल अब 30 को हारारीमा गयो होला सायद ल गाइस गुफा पनि छिर्यो अब फर्किन्छौँ होइन गुफा चाहिँ एकदम न्यारो कि साँगुरो रहेछ होइन धेरै टाढो छिर्न त सकिन्न तर चाहिँ हल्का फुल्का गयो ओर्लिन पालो दिनु पऱ्यो कि हामी गएपछि चाहिँ बल्ल अरू चाहिँ जानुहुन्छ अरे कि महादेव ताण्डव नाच भक्तको मनमा सधैँ हुन्छ बास डमरू बजेर होस रात भर शिवरात्रिमा आजको घर भस्म रुद्राक्ष आस्था अमर महादेव नै सत्य सुन्दर नमः शिवाय पुरानो किसिमको रोचे भन्छ है गाडी चाहिँ ठुला खाने रोचे है त्यही त कि कति वर्ष काट्यो पुरै काठै काठको घर यस्तो पुलहरूलाई कति तले 4 तले हो 3 तले माथि छ टपमा 4 तले एकदम पुरानो किसिमको घर होइन हेलो मान्छेश्री के होला हो भाँगाले मुइदे है जिसन खत्री उहाँलाई चाहिँ जोरदार तालीको साथ स्वागत गर्न चाहन्छ हामी थोरै घोटा खान बन्ने गरेर गाँठे होइन खोइ त यार लिनु पर्यो घोटा खानु पर्यो त्यो चाहिँ एउटा मोडल त्यहाँ रहेछ हाम्रो अर्को अधुर प्रेमको मोडल चाहिँ त्यहाँ बस्नु भएको छ यो पुस्तकबाट उठेको रकम हामी यही मन्दिरको मर्मत सम्मानको लागि खर्च गरिने भएकोले विमोचन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो श्री मदनबहादुर केसीले यस मन्दिरको गरिमालाई बढाउनको लागि उहाँको बाबाआमा स्वर्गीय बाबाआमा एउटा गहना जोडिदिनु भएको छ एउटा घण्टा बजेको छ जसले गर्दा हाम्रो मन्दिरलाई उज्यालै भइरहेको छ मन्दिरको लागि हार्दिक अनुरोध गर्दछु सर्वप्रथम त यस शिवरात्रि बेला दोभानमा पाल्नुभएका सम्पूर्ण मेरा भक्तजन आफन्तजनहरू यहाँसम्म हुनुभयो वास्तव्यस्त भएको मन्दिरलाई माया गर्नुभयो त्यसको लागि हृदयदेखि कृतज्ञता प्रदान गर्न चाहन्छु हस्त धन्यवाद
प्रशस्तताको जानकारी गराउन चाहन्छन् त्यो मन्दिर त्यो पनि Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.
यता ल केही हुन्न क्या बम बम बोले जय शम्भो कतिको छ यो सकिसक्यो मेला भयो सक्यो मेला किन पानी जस्तो भयो सक्यो ओइ घन्टा जस्तो भयो यिनलाई दुध दिँदैन दुध मिठो भयो क्या म तिमीलाई अलि कहिले तिमीलाई क्या गाडी म कहाँ दिन्छ यहाँ कोदामा खाऊ दिनु मिठो भयो अलि धेरै खानु ओइ हाँ मेला पनि सकियो अब हाम्रो भलो पनि लगभग सकियो है अन्तिम मान्छे सबै गइसकेर ओइ लाग्यो कहाँ हो ल कहाँबाट के छ त के छ जा जा यता जा हुन्छ जा गोटे गोटे छ लिन सकिने जग्गा यदि चाख लगाएर त सकिने लिनु हजुर ल हिँड्यो ल आज खाइएन त्यसले पनि ल होल्ड रुमाल के हो यसमा पाल्टा पाल्टा घोटो लाग्छ यसले होइन गयो एकदम घोटो लाग्ला घोटो लाग्ला ल हजुर हजुर सबैलाई नमस्कार छ लाग्यौँ हजुर